सुनसरीको धरानका चर्चित मेयर हर्क साम्पाङको अगुवाईमा निर्माण भएको यो पार्क श्रमिक पार्कको विषयमा त तपाईँले धेरै सुन्नुभएको हुनसक्छ। यद्यपि तपाईँले सुन्नुभएको मात्र हुनसक्छ, नजिक गएर यसरी हेर्ने मौका चाहिँ पाउनुभएको छैन भनेर आज हामी धेरै समयपछि यहाँ भ्रमण गर्ने क्रममा घुम्दै फिर्दै यहाँ आइपुगेका छौँ। यो धरानका मेयर हर्क साम्पाङले बनाएको उहाँको अगुवाईमा निर्माण भएको यो पार्कमा, श्रम संस्कृति पार्कमा आज हामी यहाँहरूलाई लिएर गइराखेका छौँ। यो पार्कभित्र आज हामी के छन्, के कस्ता कुराहरू यहाँ संरचनाहरू, भौतिक संरचनाहरू कस्ता बनाइएका छन् भनेर हामी तपाईँहरूलाई देखाउन खोजिरहेका छौँ। कि यो अहिले हामी श्रमिक पार्कमा छौँ। यहाँ जति पनि संरचनाहरू देखिएको छ, यो जुन काठको जस्तो देखिएको छ, यो काठको होइन, ठ्याक्कै यो कङ्क्रिटले बनाएका, सिमेन्टले बनाएका संरचना हुन्। यद्यपि यसलाई प्राकृतिक रूपमा देखाउनका लागि काठको चाहिँ बाट निर्माण भएको जस्तो चाहिँ संरचना देखाइएको छ। यहाँ चाहिँ हरेक कुराहरू नेचुरल देखाउन खोजिएको छ। यो पार्कमा आएर बस्दाखेरि पनि ठ्याक्कै यो काठको जस्तो फिलिङ्स आउँछ। यो जुन चाहिँ यो अहिले देखिराख्नु भएको छ त्यो चाहिँ काठले बनाइएको होइन, यो कङ्क्रिटले बनाइएको हो। र अहिले हामी आरा धरान भन्ने ठाउँमा छौँ। यो आरा धरान ठ्याक्कै धरानको पहिचान दिने, धरान भनेको चाहिँ एउटा आरा काटिरहेको ठाउँलाई पनि अहिले धरान भन्छ। र त्यो धरानको पहिचान ठ्याक्कै झल्काउनको लागि यहाँ दुईजना मान्छेहरूले आरा काटिरहेको जस्तो दृश्य राखिएको छ। त्यसैले यसलाई आरा धरान पनि भनिन्छ यो पार्कलाई। यो पार्कभित्र अहिले धेरै जनाले अहिले रोजगार पनि पाइराख्नु भएको छ। अहिले यो रोजगार पनि सृजना भएको छ। रोजगार सृजना सँगसँगै आर्थिक रूपमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ भित्र्याउन सफल भएको छ धरान उपमहानगरपालिका। हुन त धरान पहिलेदेखि नै पर्यटकीय हिसाबले, आन्तरिक पर्यटनको हिसाबले धेरै अब्बल ठाउँ हो। यहाँ विभिन्न घुम्नका लागि विभिन्न ठाउँहरू छन्। यद्यपि यहाँ फेरि हर्क साम्पाङ मेयर बने पश्चात यहाँ धेरै घुम्नै पर्ने टिपिकल ठाउँहरू फेरि भौतिक रूपमा निर्माण भएका छन्। र हामी नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूलाई अझै थप प्रवर्धन गर्नका लागि र तपाईँहरूले नपुग्नु भएका साथीहरूको लागि पनि ठ्याक्कै ठाउँमै पुगेर हेरे जस्तो अनुभूति गराउनका लागि हामीले विभिन्न ठाउँ पुगेर, पर्यटकीय हिसाबले, विभिन्न धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँहरू पुगेर हामीले भिडियोहरू निर्माण गर्ने क्रम चलाइरहेका छौँ। श्रमिक पार्कभन्दा लगभग 2 मिनट माथि हिँडेपछि हामी यो बुद्धले ध्यान गर्दै गरेको एउटा ठाउँ ट्याक्कै भेट्न सक्छौँ हामी। र हाम्रो उद्देश्य के हो भने धरान आउँदाखेरि अब तपाईँले एउटा घुम्नै पर्ने ठाउँ यहाँ श्रमिक पार्क हो भनेर चिनाउनु पनि हाम्रो मुख्य उद्देश्य रहेको छ भने अब ठ्याक्कै तपाईँहरू आउँदाखेरि यो ठाउँ घुमेर जानुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। लगभग आज हामीले देखाइएका दृश्यहरू कतिपयले हेरिसक्नु भएको हुनसक्छ र नहेर्नु भएको साथीहरूको लागि फेरि धरान आउँदाखेरि विशेष गरी एकपटक हेर्नै पर्ने ठाउँ पनि हो।